नमस्कार, यहाँहरू सबैलाई धेरै धेरै स्वागत गर्दै आज पनि म उपस्थित भइसकेको छु। पीबीएस विज्ञान उपस्थित भइसकेको छु र आज पनि म यहाँहरूलाई शाखा अधिकृतको करिकुलमको बारेमा चाहिँ बताउन गइराखेको छु। खास गरेर अब के हो त भन्दाखेरि सार्वजनिक व्यवस्थापनको रूपरेखा, सार्वजनिक व्यवस्थापनको अन्तर्गत पर्ने कार्यहरू के रहेका छन्, अनि सार्वजनिक व्यवस्थापनका विशेषताहरू के छन्, सार्वजनिक व्यवस्थापनको उद्देश्यहरू के रहेका छन्, अनि सार्वजनिक व्यवस्थापनको चाहिँ मूल्यहरू के रहेका छन् त के मूल्यहरू सार्वजनिक व्यवस्थापनका आधारहरू अथवा सार्वजनिक प्रशासनका आधारहरू के रहेका छन्, सार्वजनिक व्यवस्थापनका चाहिँ तपाईको सार्वजनिक व्यवस्थापनका अवधारणात्मक विकास कहिलेदेखि सुरु भएको हो, अनि सार्वजनिक व्यवस्थापन र प्रशासनिक व्यवस्थापन बीचमा के कति कुरामा चाहिँ भिन्नता रहेको छ त, अनि सार्वजनिक व्यवस्थापनका क्षेत्रहरू के हुन्, के कुराहरू रहेका छन्, समग्रमा सार्वजनिक व्यवस्थापनको क्षेत्र के रहेको छ, सार्वजनिक प्रशासन व्यवस्थापन अन्तर्गत के कुराहरू पर्दछन्, अनि सार्वजनिक व्यवस्थापनका सिद्धान्तहरू के हुन्, सार्वजनिक व्यवस्थापनका आयाम तथा पक्षहरू के रहेका छन्, सार्वजनिक व्यवस्थापन र निजी व्यवस्थापन बीचमा भिन्नताहरू के रहेका छन्, अनि नेपालको सार्वजनिक व्यवस्थापनका विशेषताहरू के रहेका छन्, सार्वजनिक व्यवस्थापनको तपाईको चाहिँ के त सम्भावनाहरू के रहेका छन्, सार्वजनिक व्यवस्थापनका चाहिँ चुनौतीहरू के चुनौतीहरू रहेका छन् त, अनि सार्वजनिक व्यवस्थापनमा रहेका समस्याहरू के रहेका छन्, सार्वजनिक व्यवस्थापनमा रहेका समस्या समाधान कसरी गर्न सकिन्छ त, यी कुराहरू चाहिँ के त भन्दाखेरि सार्वजनिक व्यवस्थापनको अवधारणा, सन्दर्भ र विशेषता नाम गरेको पाठ 1 मा हामीले यी विषयवस्तुहरूको बारेमा अध्ययन गर्नुपर्ने हुन्छ। अनि हामीले चाहिँ कर्मचारी व्यवस्थापन अन्तर्गत के कुराहरूको बारेमा अध्ययन गर्नुपर्ने हुन्छ त, कर्मचारी भनेको के हो, अनि व्यवस्थापन भनेको के हो, कर्मचारी व्यवस्थापन के हो, कर्मचारी व्यवस्थापनको महत्त्व के हो, कर्मचारी व्यवस्थापनका प्रक्रियाहरू के हुन्, अनि कर्मचारी व्यवस्थापनका सबल र दुर्बल पक्षहरू के रहेका छन्, नेपालमा कर्मचारी व्यवस्थापन सम्बन्धी रहेका व्यवस्थाहरू के रहेका छन्, नेपालको निजामती सेवाको वर्गीकरण के रहेको छ, अनि नेपालको निजामती सेवालाई पदमूलक निजामती सेवा र दर्जामूलक निजामती सेवामा वर्गीकरण गरिएको छ, नेपालको निजामती सेवाको पदमूलक वर्गीकरणको प्रयोग कसरी गरिएको छ, अनि त्यसपछाडि नेपालको निजामती सेवामा भर्ना प्रक्रिया के छ, भर्नाका चरणहरू प्रक्रियाहरू के रहेका छन्, नेपालको निजामती सेवाको आन्तरिक भर्ना प्रणालीका सबल दुर्बल पक्षहरू के रहेका छन्, नेपालको निजामती प्रणालीको बाह्य भर्ना प्रणालीका सबल र दुर्बल पक्षहरू के रहेका छन्, त्यो त भन्नु परेन, अनि नेपालको भर्ना प्रणालीका सिद्धान्तहरू के रहेका छन् त, के सिद्धान्तहरू रहेका छन्, नेपालको भर्नाको महत्त्व र आवश्यकता के रहेको छ, नेपालको भर्नाको पद्धति के रहेको छ, नेपालको भर्नाका प्रकारहरू के रहेका छन्, हैन, नेपालको भर्नाका तरिकाहरू के रहेका छन्, अनि नेपालको चाहिँ महत्त्वपूर्ण कुरा के त भन्दा छनौट, अब कर्मचारी व्यवस्थापनमा छनौट के हो, छनौटका प्रक्रियाहरू के रहेका छन्, छनौटका चरणहरू के रहेका छन्, अनि छनौट सम्बन्धी भएका व्यवस्थाहरू के छन्, अनि छनौटका सुधारका के कुराहरू रहेका छन्, अनि छनौट अन्तर्गत गरिने चरणहरू प्रक्रियाहरू के रहेका छन्, अनि नियुक्ति के हो, अनि नियुक्ति सम्बन्धी भएका व्यवस्थाहरू के छन्, पदस्थापन के हो, पदस्थापन सम्बन्धी भएका व्यवस्थाहरू के छन्, पदस्थापनमा रहेका समस्याहरू के छन्, पदस्थापन गर्नको लागि चाहिँ गरिने चाहिँ के त भन्दाखेरि पदस्थापनको समस्या समाधानका उपायहरू के रहेका छन्, बढुवा के हो, बढुवाका सिद्धान्तहरू के हुन्, नेपालमा बढुवा सम्बन्धी अपनाइने तरिकाहरू के हुन्, बढुवाका चाहिँ सम्बन्धी भएका व्यवस्थाहरू के हुन्, बढुवाका सबल र दुर्बल पक्षहरू के हुन्, अनि बढुवाका चाहिँ के त भन्दाखेरि बढुवामा रहेका समस्याहरू के हुन्, समस्या समाधानका उपायहरू के हुन्, अनि तलब सुविधा के छ नेपालको निजामती सेवामा, तलब सुविधाका सिद्धान्तहरू के छन्, तलब सुविधा सम्बन्धी भएका व्यवस्थाहरू के छन्, निजामती सेवा नियमावली 2050 मा भएका तलब सम्बन्धी भएका व्यवस्थाहरू के छन्, तलब सुविधा सम्बन्धी रहेका समस्याहरू के हुन्, समस्या समाधानका उपायहरू के छन्, तलब र सुविधा बीचमा रहेका भिन्नता के हुन्, उत्प्रेरणा के हो, उत्प्रेरणाका आयामहरू के हुन्, उत्प्रेरणाका सिद्धान्तहरू के हुन्, एक्स वाई थ्योरी के हो, हैन, त्यसपछाडि ह्याङ्सिन बर्न थ्योरी के हो, जेड थ्योरी के हो, उत्प्रेरणाको महत्त्व के हो, अनि उत्प्रेरणामा मौद्रिक सुविधाहरू के छन्, उत्प्रेरणामा रहेका समस्याहरू के हुन्, समस्या समाधानका उपायहरू के छन्, वृत्ति विकास के हुन्, हैन, वृत्ति विकासको महत्त्व र आवश्यकता के छ, वृत्ति विकासको के त भन्दा पूर्व शर्तहरू के रहेका छन्, अनि वृत्ति विकासका चाहिँ तपाईको बन्द वृत्ति प्रणालीका सबल र दुर्बल पक्षहरू के रहेका छन्, खुल्ला वृत्ति प्रणालीका सबल र दुर्बल पक्षहरू के रहेका छन्, अनि तपाईको चाहिँ नेपालको वृत्ति प्रणाली खुल्ला हो कि बन्द हो, नेपालको वृत्ति प्रणालीमा रहेका सबल र दुर्बल पक्षहरू के रहेका छन्, नेपालको वृत्ति प्रणालीका चाहिँ रहेका समस्या समाधानका उपायहरू के रहेका छन्, कार्य सम्पादन मूल्याङ्कन भनेको के हो त साथी,
हैन। कार्य सम्पादन मूल्याङ्कन चाहिँ हामीले केलाई भन्ने गर्दछौँ त? अनि कार्य सम्पादन मूल्याङ्कनको महत्त्व र आवश्यकता, कार्य सम्पादन मूल्याङ्कनको तरिका के छ त? अनि कार्य सम्पादन मूल्याङ्कनको के त भन्दाखेरि प्रक्रिया के हो त? अनि कार्य सम्पादन मूल्याङ्कनको प्रयोग कहाँ हुन्छ त? कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी भएका व्यवस्थाहरू के हुन्? कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी चाहिँ समस्याहरू के छन्? समस्या समाधानका उपायहरू के छन्? अवकाश भनेको के हो त? अनि अवकाशको उद्देश्य के हो? हैन, अवकाशका तरिकाहरू के छन्? अवकाश प्राप्त कर्मचारीले प्राप्त गर्ने सेवा सुविधाहरू के छन्? अनि अवकाश प्राप्त चाहिँ सम्बन्धी व्यवस्थाहरू के छन्? अवकाशका समस्याहरू के छन्? अवकाशका समस्या समाधानका उपायहरू के छन्? यी कुराहरूको बारेमा हामीले कर्मचारी व्यवस्थापनका विविध पक्षहरूका बारेमा चाहिँ हामीले के गर्छौँ त? अध्ययन गर्दछौँ। अनि हाम्रो तेस्रो टपिकको रूपमा रहेको छ सङ्गठन। सङ्गठन भनेको के हो? सङ्गठनको परिचय भयो, सङ्गठनको अवधारणा विकास भयो। कालक्रमिक दृष्टिकोणले सङ्गठनको के त भन्दा सङ्गठनको चाहिँ कालक्रमिक दृष्टिकोणले चाहिँ हेर्दाखेरि सङ्गठनात्मक अवधारणाको विकास कसरी भयो? अनि सङ्गठनको के त भन्दाखेरि प्रकृति के हो? सङ्गठनका तत्त्वहरू के हुन्छन्? सङ्गठनका प्रकारहरू के हुन्छन्? अनि पिरामिड स्वरूपको सङ्गठन, होइन, पिरामिड स्वरूपको सङ्गठनका सबल र दुर्बल पक्षहरू के हुन्? चेप्टो आकारको सङ्गठन, चेप्टो आकारको सङ्गठनका सबल र दुर्बल पक्षहरू के हुन्? घन्टी आकारको सङ्गठन, अनि त्यस पछाडि चाहिँ तपाईँको चाहिँ मेट्रिक्स आकारको सङ्गठन, कार्यको आधारमा सङ्गठनको स्वरूप, अनि सङ्गठनात्मक विकास, सङ्गठनात्मक विकासका के त भन्दाखेरि महत्त्व र आवश्यकताहरू के हुन्? अनि सङ्गठनात्मक विकासका चाहिँ विशेषताहरू के रहेका छन्, हैन? अनि त्यस पछाडि सङ्गठनात्मक विकासका सबल र दुर्बल पक्षहरू के हुन्? नेपालमा सङ्गठनात्मक विकासका लागि भएका मुख्य प्रयासहरू के छन्? नेपालको सङ्गठनात्मक विकासको अहिलेको अवस्था के छ? अनि सुधारका चरणहरू के छन्? सङ्गठन र तपाईँको चाहिँ संस्था बिचमा चाहिँ के फरक छन् त? यी कुराहरूको बारेमा पनि हामीले विस्तृत रूपमा छलफल गर्नेछौँ, जान्नेछौँ। यो मैले करिकुलम कसरी जाने त भन्दा यो चाहिँ थर्ड आईबाट, थर्ड आई एक्टिभ गराएर यो कुरालाई चाहिँ मैले यसको रहस्य उद्घाटन गरिराखेको छु साथीहरू। अनि अर्को कुरा पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। अब सार्वजनिक व्यवस्थापनमा के हुन्छ? निर्देशन हुन्छ, नियन्त्रण हुन्छ, हैन, पक्षपात हुन्छ, अनि निर्णय निर्माण हुन्छ, नेतृत्व हुन्छ, समन्वय हुन्छ, अनि अधिकार प्रत्यायोजन हुन्छ, अधिकारको निक्षेपण हुन्छ, सुपरिवेक्षण हुन्छ, अनुगमन हुन्छ, मूल्याङ्कन हुन्छ, हैन? यो कुराको बारेमा पनि यसको पनि डिटेल के कुराहरू पढ्नुपर्छ योभन्दा अर्को भिडियोमा हेर्नुहोस् है त।